माननीय रवि लामिछानेलाई झण्डै 90 दिन विभिन्न जिल्ला डुलाउँदै अपमान यातना दिने काम गरियो। त्यस्तै अपराधमा मुछिएका नेपाली कांग्रेसका नेता, उपसभापति, नेकपा एमालेका सांसद, उहाँको श्रीमती, थुप्रै यस्ता व्यक्तिहरूलाई कुनै कारबाही भएन, कुनै उनीहरूले बेहोर्नु परेन। र यति मात्र होइन, यहाँसम्म भयो लुम्बिनी प्रदेशका माननीय सांसद, कोशी प्रदेशका माननीय मन्त्री, नेपाली कांग्रेसकै कोही सांसद बाँसबारी छाला जुत्ता कारखाना हडप नसक्ने र कांग्रेस परिवारकै कोही छोरीले बाल मन्दिरको जग्गा टेन्डर भाडामा दिने सिलसिलामा बिना टेन्डर कुनै त्यस्ता व्यापारिक संस्थाहरूलाई सुम्पने, यस्ता अनेकौं खालका अपराधपूर्ण कामहरू भए र यतिसम्म भयो यी सबैलाई मुद्दा नचल्ने भन्यो र रवि लामिछानेलाई मुद्दा चल्ने, अरूलाई चाहिँ मुद्दा नचल्ने सम्म देखियो। यसरी सत्ताभित्रै एउटालाई एउटा कानुन, सत्ता बाहिरकालाई अर्को कानुन, यस्तो अवस्था एकातिर भयो भने अर्कोतर्फ अर्थतन्त्र ओह्रालो लागिरहँदा सरकार ठुलो ठुलो हेरिरह्यो। हिउ टावर, पानी जहाज, मन्त्री क्वार्टर जस्ता अनुत्पादक क्षेत्रमा खर्च गरी राष्ट्रिय सम्पत्ति बर्बाद बनायो। विदेशी ऋण लिँदै मुलुकमा ऋणमाथि ऋण थुपर्दै लाने काम भयो। विदेशी ऋण बढेको बढै भयो, व्यापार घाटा